हेलो गाइज वेलकम टु द ब्याक टु माई न्यू एपिसोड हजुरहरूलाई स्वागत छ मेरो यो आजको भ्लगमा। म चाहिँ आज वज्रबारी मन्दिर जान लाग्यो त्यतै घुम्न। मेरो नाम चाहिँ रोशन तामाङ हो अनि म चाहिँ ललितपुर चापागाउँमा बस्छु अनि म पढ्ने स्कुलको नाम चाहिँ हो वज्रबारी, त्यही नै हो होइन। अब म चाहिँ त्यता घुम्न जान लाग्यो, अब एक्लै भएन अल्छी लाग्यो, त्यही भएर अब म त्यतै घुम्न जान लाग्यो। अनि गाई त्यही नै हो। अहिले हिजो अस्तिको भिडियोलाई मन पराइदिनु भयो, राम्रो अन्नुभयो, त्यो सबैजनाले सपोर्ट गरिदिनु, त्यही नै हो। म चाहिँ घुम्न जान लाग्यो, त्यही नै हो। अब के गर्नु, घुम्न जानु मन लाग्छ एक्लै भए पनि, त्यो कोही साथी छैन आफूसँग मिल्ने, त्यही नै हो। साथीहरू नभएपछि त्यस्तो त हो नि, एक्लै भयो नि हिँड्नुपर्छ। अब के गर्नु, यताको भ्यू चाहिँ यस्तो छ, भ्यू नै यस्तो छ यहाँको, यस्तो छ यस्तो। अब म चाहिँ जङ्गलै जङ्गल छ क्या। म खासै त्यो साथीहरूसँग हिँड्दिनँ, म पनि म एक्लै हिँडेको प्रायः जस्तो, त्यही भएर एक्लै हिँड्न पनि सिक्नुपर्ने रहेछ। जुन बेला नि साथी भन्ने चिज नहुने रहेछ, त्यही नै हो। अब अहिलेलाई यति नै। अब तपाईँहरूलाई म वज्रबारी मन्दिर पुगेपछि भेट्छ है त। हेलो गाइज, फाइनली मेरो चाहिँ वज्रबारीभित्र प्रवेश भइसकेको छ होइन। अब वज्रबारीतिर घुम्दा चाहिँ मन्दिर त जानु पर्थ्यो, त्यही भएर अब लेट छु म चाहिँ मन्दिर जान लाग्यो। जङ्गल जस्तो छ होइन, यस्तो बाँसतिर बाँधेको छ, मान्छेहरू हिँड्दा छ। आज सोमबार, आज केही होला नि मन्दिरमा। म चाहिँ एकचोटि मन्दिर गएर ढोग्छु, त्यो मेरो पछाडि चाहिँ बाँध कस्तो डरै लाग्छ भनेर बाँदर देख्दा। त्यही नै अब ट्याक्क मन्दिर पुग्नु लागेन म, के गर्नु, वज्रबारी स्थित मन्दिर छिर्नुपर्छ। त्यसैले म मन्दिरभित्र जान्छु। आज भित्र चाहिँ त्यो के अरे भिडियो गर्न पनि मिल्दैन, फोटो खिच्न पनि मिल्दैन, कि त्यही हो। म तपाईँहरूलाई बाहिरको दिइहाल्छु नि, बाहिरको नजारा है त, त्यही नै हो। म तपाईँहरूलाई क्लिप हालिदिइहाल्छु नि टिकटकमा मन्दिरको है त। अब तपाईँहरूलाई सिधै क्लिपमा भेट्छु। ल फाइनल गाइज, म चाहिँ मन्दिर घुमेर आइसकेको छु होइन। त्यही हो, मैले प्लेट चाहिँ मैले टिका लगाएन, त्यही नै हो। दामी यो चराचुरुङ्गीको आवाज सुन्दै हिँड्न चाहिँ भाइब चाहिँ दामी आउँछ क्या गाइज, त्यही हो। टाइममा घुम्नु पनि आउनुपर्छ यतातिर, त्यही नै हो। अब अरू त के नै भन्नु छ र, केही छ। अनि तपाईँहरूलाई कस्तो लागिरहेको छ मेरो यो भ्लगहरू, त्यही हो। कमेन्ट डाउन बिलो, त्यही हो। सबैजनाले कमेन्ट गरिदिनु होला, त्यति नै भन्न चाहन्छु। म चाहिँ एक्लै आएको, मेरो साथी भन्ने कोही पनि छैन। आज केटाहरू ल भ्लगमै, तिमीहरू भ्लगमा तिमीहरूलाई भ्लगमा भाइ युट्युबमा आउँछ, भाइ युट्युबमा नवीन डन ल है त लन्डनमा कसको चाहिँ पाल अहिले देखाउँछु म चाहिँ, कसको चाहिँ पाल देखाउँछु म चाका। महेश बाबु पनि डेटिङ। ओहो
किन भन्नु ए अम्मा हेलो गाइज वेलकम टु माई भ्लग तपाईँहरू सबैजनालाई स्वागत छ मेरो आजको भ्लगमा होइन त्यही नै हो अब चाहिँ म स्कुलबाट कम ब्याक भइसकेको छु आज मेरो चाहिँ साइन्सको एक्जाम थियो तर मेरो साइन्सको एक्जाम बिग्रियो टेढाहरूको नि आज एक्जाम बिग्रियो आज पास हुन्छ तिमीहरू केटा पास हुन्छौ त आज मस्त अनि हजुर सबैजना ए हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि आजकल सन्चो छुइनँ किनकि यो मौसमले च्यालेन्ज भएको छ कि आजकल मलाई त्यो अब आज 1:20मा घर जानुपर्ने रोशनगञ्जमा 4 बजी घर जाँदैछु म त्यही नै हो अब के गर्नु गाह्रो छ पढ्नु जो अलि चार्जमा आज अङ्कलले मार्छ भने मलाई रोशनजीको माइक बिग्रियो भने अहिले नयाँ माइक किन्नु पर्यो होइन अब किन्नलाई माइक खतरा किने खतरा ब्रान्डेड किन्ने माइक चाहिँ त्यही नै हो होइन फेरि भन्छ है हिजो होला मेरो माइक बिग्रेको कारणले हल्का भ्लगमा बाहिरको साउन्ड आउनसक्छ मेरो चाहिँ होइन माइक बिग्रेको कारणले अलिकति बाहिरको साउन्ड आउनसक्छ त्यसमा चाहिँ आइ एम सो सरी होइन त्यही नै हो अब हाम्रो सर हुनुहुन्छ अस्ति जोशी भाइलेमा भेट्टाएको थियो अब सरहरू अब ग्रुपै रहेछ के गर्नु त्यो पाण्डे चाहिँ नि यो स्पिड त्यो 80 जतिको स्पिड थियो होला फिक्स त कतिको स्पिड थियो म त्यो दिन नर्मली स्कुट ह्यान्डलले यस्तो भइसक्यो त्यो भनेर ह्यान्डलले काम थाल्छ कि त्यहाँदेखि कुदाएको अब ल अब तपाईँहरू चाहिँ लेट्स म अब घर पुगिसु भेट्छु है त अहिले म चाहिँ रुम पुगेर कभर फर्स्टमा बस्न छु ल आजको लागि यति नै है त